नमस्ते साथीहरू, तपाईहरुले टिकटकमा गिफ्ट हान्नको लागि कोइन कहाँबाट कसरी निकाल्ने भन्ने जिज्ञासाको बारेमा एउटा सानो भिडियो बनाउन गइरहेको छु। यो गिफ्ट हान्दाखेरि आफ्नो भ्युजहरु बढ्ने, फलोअर बढ्ने हुन्छ है। त्यसमा तपाईलाई यहाँ हेर्नुस्, सबैभन्दा पहिले आफ्नो टिकटक प्रोफाइलमा जानुहोस् र सेटिङ प्राइभेसीमा जानुहोस्। त्यसपछि यो ब्यालेन्समा टच गर्नुहोस् अनि रिचार्ज यो रातो लेखेको रिचार्जमा टच गर्नुहोस्। त्यसपछि आफूले कति लिन सकिन्छ त्यति नै टच गर्नुहोस् र मैले यहाँ 99 लिएको छु र यसलाई बई गर्नुहोस् र आफ्नो मोबाइलमा भएको जीमेल आईडी यसको पासवर्ड हाल्नुहोस्। त्यसमा जीमेल आईडी माग्छ। म यहाँ आफ्नो पासवर्ड हाल्न गइरहेको छु। आफ्नो मोबाइलमा भएको जीमेल आईडी जुन छ त्यसको पासवर्ड यहाँ सो हुन्छ। त्यसलाई त्यो पासवर्ड हानेपछि यहाँ रिमाइन्ड मीमा टच गर्नुहोस् र ओके गर्नुहोस् है। त्यसपछि वान ट्याप जोइनमा टच गर्नुहोस्। तपाईको यहाँ सक्सेसफुल भइसकेको छ। ल यहाँ गतिमा टच गर्नुहोस् एक पटक। त्यसपछि तपाईको एकछिनपछि यहाँ कोइन आइसकेको छ, सक्सेसफुल भइसकेको छ। अब तपाईहरु कसैको लाइभमा जानुहोस्। म मन्दिराको लाइभमा गइरहेको छु। म गिफ्ट हानेर नि देखाउँछु तपाईहरुलाई। म गिफ्ट हान्न गइरहेको